यो यसरी गरेर हैन यता गर्नुस् यसरी गरेर मैले छोड्दा त तल जान्छ तल झर्छ त्यो त भित्र जाने कुरै नै आउँदैन नि त त्यो भित्र जाने कुरा आउँछ जाँदैन त हेर्नुस् अब यो म त्यसमा छिराइदिन्छु है अब यो तल जान्छ कि जाँदैन तपाई आफै हेर्नुस् ल हेर्नुस् दर्शकवृन्द तपाई हेरिसक्नुभयो त यहाँ झुन्डिसक्यो त झुन्ड्या छैन भित्र त गइसक्यो हेर्नुस् भित्र गइसक्यो एकदम भित्र गएको छैन भित्र त गयो नि त अब अर्को भन्नुभयो भने म यहाँ प्रत्यक्ष राख्नु भएको छ आफै भन्नुस् त के हो यहाँ यो पोते माला त्यसमा कतै कतै टुटे फुटेको कहीं के छ कहीं फल्ट छैन नि माला त माला नै हो धागोमा धागोको माला कट्या छैन नि कतै अनि यो के हो यसलाई के भन्छ ल भन्नु रिङ हातमा लगाउँछन् कतिजनाले हातमा लगाउँछन् यो पनि कतै कटेको छैन प्रष्टै माला हो अनि यो के हो त फलाम यसमा कुनै त छैन नि हजुरले यसरी समातेर राख्नुस् हो हजुरले नै यसरी समातेर है यसरी समातेर राख्नु भयो यसरी है ल म दर्शकलाई हेराइदिनु दर्शक वृन्द यसरी मैले समात्नु मैले भनेको छु है समात्नुस् हजुर समात्नु भयो अब यो म त्यसमा छिराइदिन्छु है अब यसमा अब भित्र छिराउँछु अब यो यसरी गरेर हैन यता गर्नुस् यसरी गरेर मैले छोड्दा त तल जान्छ तल झर्छ त्यो त भित्र जाने कुरै नै आउँदैन नि त त्यो भित्र जाने कुरा आउँछ जाँदैन त हेर्नुस् यो यसरी छोडेर हो भने त सोझै तल जान्छ नि तल जान्छ है समातेर राख्नु होला यसरी गर्दा त तल नै जान्छ अब यो म मन्त्र गर्छु तान्त्रिक विद्या हैन फु गरिसकेपछि फेरि म यसरी गर्यो भने के जान्छ त तल जान्छ तर यो तल जाँदै जाँदैन तल जाँदै जाँदैन हेर्नुस् यसरी गर्यो भने त तल जान्छ गइराछ अब हेर्नुस् म यहाँ तान्त्रिक विद्या गरेँ यो हेर्नुस् कतै कटे फटेको छैन हजुरले लिएको पोते हैन च्याप्पे समात्नु भएछ यसरी गर्दा त यो तल जान्छ हैन तल त जान्छ अब हेर्नुस् अब यो तल जान्छ कि जाँदैन तपाई आफै हेर्नुस् ल हेर्नुस् दर्शकवृन्द तपाई हेरिसक्नुभयो त यहाँ झुन्डिसक्यो त झुन्ड्या छैन भित्र त गइसक्यो हेर्नुस् भित्र गइसक्यो एकदम भित्र गएको छैन भित्र त गयो नि त अब कसरी गयो ल हेर्नुस् यही तान्त्रिक विद्या हो नि त झुन्डिसक्यो यहाँ हेर्नुस् झुन्डिसक्यो कसरी गयो त्यही त तान्त्रिक विद्या भनेको तपाईले एकदम च्याप्पे समातेर राख्नु भएको छ अनि मैले यसरी रिङ छोड्दा त तल नै जान्छ यसको स्टेप सिक्नु पर्छ यो कुनै अन्धविश्वासमा लागेर हैन यो त्यो केही होइन यो के हो भने तान्त्रिक विद्या भनेको तरिकाको विद्या मलाई पनि अहिले त सिक्नु जस्तो लाग्यो हुन्छ मैले अनुभव गरेँ अब अर्को हेर्ने ल हुन्छ अर्को जति हेरे नफाकी त नाम इनुमया भण्डारी भरतपुर 12 मेरो ढाड दुखेर हल्न चल्न भएको थियो वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो अहिले दुखेको अनुभवै हुँदैन।